एक्सप्लोर गर्ने तरिकाले अब जति पनि हामीसँग जोडिनु भएको छ उहाँहरूलाई चाहिँ झिगाउँ देखाउँ भन्ने हिसाबले चाहिँ लागेका छौँ। पाखा पनि यही हो? ए पुरानो गाउँ यो हो? हरू देखिन्छ। यो है त ठाडाखानी। विक्रम के? सुनार। विक्रम सुनार। तिम्रो? दिप चन्द्याल हो। कोडगाउँ पनि हेरियो होइन, कोडगाउँको चाहिँ गाउँभित्र आइन्छ ल। पुल सर नमस्कार। धेर पछि पुल सरलाई देख्यो। इन्डियामा यतै आउने है पेलेर। खोला अलि ठुलो छ। बिहा ठुलै बिहा रहेछ कि क्या यार? हाले नि हुन्छ। यहीँबाट जाने हो। कति बजेसम्म हो र ड्युटी? 5 बजे। 5 बजे। यहाँ पर्छ नरोड कि हिँड्ने हो बड्डामा? अलि अघि भएर छ नै यहीँ के हो, अलि अघि भन्छु। आइज। ल हामी चाहिँ झीतिर 4 बजेर 50 मिनट गएको छ। हामी लाग्यो अब नेप्टेचोर हुँदै झी। अब पहिलोपटक जाँदैछु होइन, यो बाटो यसो घुम्ने खुट्टा तन्काउने हिसाबले। तल नगइकन हामी माथि लाग्छौँ है। ठाडो त ठाडै छ यार, तर टेम्पो पनि आउँदो रहेछ यार। जाने बेला उकालो कसरी जान्छ? म पहिल्यै वाखेत मेला जाने बेलामा चाहिँ गएको यो बाटो, त्यसपछि चाहिँ गएन कि। त्यतिखेर त बर्खामा लाग्छ नि त वाखेत मेला। एक रात बसेर फर्किरहेको छु। आम्मामा केराको बुढा त बाटो वरिपरि छ त। लाइभरीलाई गाउँको सोझो ठिटोलाई। लाइभरीलाई। दामी देखिन्छ त भ्यू त यार। यो धौलागिरी रेन्ज चाहिँ ढाकिसके होइन। पारी चाहिँ मल्लाज अनि यता काफल डाँडाको त्यो स्थानको एरियाहरू राम्रो देखिँदो रहेछ हौ। भुतको दैला होइन नामै हो कि के हो के? भुतको दैला। स्ट्रक्चरको कामहरू भइरहेको छ। यति राम्रो बाटो बनाइदिनु भएको छ, थ्याङ्क यू सो मच उहाँहरूलाई। आहा झन् माथि झन् राम्रो छ त बाटो त। के हो नेप्टेचोर तोरीपानी चाहिँ 2.5 किलोमिटर है यहाँबाट। हामी चाहिँ नेप्टेचोर छौँ अहिले। नेप्टेचोर एरिया आइपुग्यो। तोरीपानी चाहिँ 2 किलोमिटर, 2.5 किलोमिटर जति देखाएको छ यहाँबाट। क्या मजाको बाटो यार। नेप्टेचौरा। ल पहिला त यहाँसम्म यस्तो कच्ची थियो नि त। नेप्टेचौरको एरिया। यहीँ समा रहेछ। पहिला त उहाँ तलसम्म चाहिँ आएको छु म, याद छ मलाई। यहाँ कतै एउटा ओडा भवन भयो जस्तो लाग्यो। ए उता रहेछ। अब यो डाँडा पानी त्यो तोरीपानी आउँछ कि तोरीपानी। घटानको चाहिँ स्वास्थ्य चौकी बेनपा 5।
ल 9 नम्बर वडाको वडा कार्यालय रहेछ यहाँ बेन नगरपालिकाको 9 नम्बर वडा नेप्टेचौर छौँ। यस्तो राम्रो बनेको रहेछ क्या बाटो चाहिँ होइन। अब मजा लाग्यो। अब यहाँ चाहिँ तोरी पानी हो निस्किने। नेप्टेचौरबाट लगभग 2.5 किलोमिटर जति छ। अझै अलि नलाग्ला तर नेप्टेचौरसम्म त पिच रहेछ वडा कार्यालय होइन 9 नम्बर वडा कार्यालयसम्म। यहाँ त माथि चाहिँ यहीँ धुलो खाँदै जाने होला। हामी माथि नगइकन तल पातले खेत पनि जानु पऱ्यो नि होइन। वा खेत पातले खेत घटानको बास्केटबल टिमको गाउँमा छु। कोच भाइलाई भेट्या हो। भाइ चाहिँ अलि बिजी थियो। हात चाहिँ यसो उठाइयो होइन। ल अब यसो घल्चाङ घुल्चुङ हुँदै पातले खेत पुगेर आउनु पऱ्यो। ल ढलान पनि भेटियो त बाटो त यार। चिटिक्क पो छ त नि घर हेर्नु त ढुङ्गे घर। हेर्नु त यो चौतारी आमामा यो पुरानो इतिहास बोकेको होला कि यो चौतारी। ए पातले खेत यहीँ होला। स्कुल त्यो माथि होला पातले खेत हुँदै अब माथि गएर झिँ निकाल्ने। ठुलो रहेछ त गाउँ त। बसेको तोरीबारी यार त्यो दामी देखिएछ त हौ पातले खेत। सुन्तला पनि राम्रो हुँदो रहेछ। सुन्तला कागती तोरीबारी हेर्नु त अगाडि ठ्याक्कै हिमाल। यो झन् यहाँबाट माछा पछाडि देखिन्छ कि अन्नपूर्ण हो। तर बादलले ढाकेको भएर अलि मेसो पाइनँ मैले। अगाडि धौलागिरीतिर त हिउँ पर्दै गरे जस्तो पो देखियो त। धेरै भाइहरूले अघि त्यहाँ रोकेर बोलाउनु भयो होइन। मलाई प्रत्यक्ष नदेखिए पनि पेजलाई चाहिँ हेर्ने धेरै हुनुहुन्छ नि त। खुसी लाग्यो। दग नाम रहेछ। मलाई कस्तो यस्तो भ्यू त थिएन माथि भनेको यार। दग नाम देखिँदो रहेछ। कहाँको बाँस काट्यो हुन लगाइदिएर यार। पातले खेत उता त फेरि फरक देख्दो रहेछ यार। देखिँदो रहेछ यहाँबाट बाँसघरको एरिया। रामचेरा नाङ्गेको खल्टा पनि देखिन्छ यहाँबाट। जाम है ल महादेवलाई स्वागत गर्नलाई यहाँ रहेछ कार्यक्रम। अब एकछिन बसिन्छ यतै। ल नमस्कार नमस्कार। एउटा गर्ने तिम्रो नाम के अरे? एरिक। तिम्रो? सीमा रोका। सिजन गरेको त तिम्रो? टिया पाइज तिम्रो? बिहान त कति सबैले स्कुल पढ्छ? हो मेरो फोटो आयो। जाऊ न त सुन्तला टिपेर ल्याऊ खाम। तिमीहरूको छैन? हजुरको हो र? म ठुलो मान्छे हो।
चौराखानी अर्को कुरा सुन्नुहोस्, जागिर खाएको छैन मैले भने, व्यापार व्यवसाय गरेको छैन अनि खेतीपाती गरेको छैन, समाज सेवा मात्रै गरेको हो। समाज सेवा गर्ने मान्छेले राजनीति गर्ने होइन। यो फर्केर नि आउँदैन भन्थे। पहिलाकोहरूले त्यसो गर्थे अरे क्या। त्यसो भएर म फर्केर बेला बेलामा छलफल गरौँ। नगएसम्म त्यो हुने नदेखेको हुनाले मात्रै म चाहिँ यहाँ चुनाव लड्न आएको हो। यो कानुन मैले पास गर्न खोजेको कानुन पास भएको भएदेखि म यहाँ चुनाव लड्न आउने थिइनँ। हेलो गुड मर्निङ, शुभ बिहानी। अहिले हामी चाहिँ झी गाउँमा छौँ। यहाँको पुरानो घरहरू यसो हेर्नु यहाँ एकचोटि आएको थिएँ म, एकदमै राम्रो देखिएको थियो कि घुमाउने घर। यो प्रायः चाहिँ यहाँ चाहिँ घुमाउने घरहरू पुरानो पुरानो घरहरू भेट्छौँ क्या हामी। ए बस्नु भएको छ? एउटा बिचमा घुमाउने घर थियो नि यहाँ उल्तिर हो। ए ए यति 5वटा हो, पुरै घुमाउने घर 5वटा। ए तपाईँहरूले पनि देख्नु होइन त? हजुर कति वर्ष पुग्नुभयो? 70। तपाईँ अब त्यति पुग्नुभयो, तपाईँले देख्नु भएन त? यो त कति वर्षको होला है? अनि यो सबै भाइ भाइहरूले बनायो कि हो? यहाँ नजिक नजिक एउटै एउटै भाइ खलक हुन्? ए सबै भाइ खलकहरूले चाहिँ बनाएको घुमाउने घर झिक्यो अन्त। पार्टीको बनाएर बसेको थियो अरे, त्यही पछेटाबाट घुमाएको रे आफूले। ए ए सानो सानो बनायो अनि त्यसमै थप्दा थप्दै घुमाउने गरेर। ल हामी चाहिँ एउटा टोर चाहिँ ड्रोन सट पनि लियौँ, ताराजी र म चाहिँ अब बाइकमा कुत्र कुत्र हामी चाहिँ यसो एक्सप्लोर गर्ने तरिकाले अब जति पनि हामीसँग जोडिनु भएको छ उहाँहरूलाई चाहिँ झी गाउँ देखाउँ भन्ने हिसाबले चाहिँ लागेका छौँ। यहाँको केही कुराहरू चाहिँ तपाईँहरू माझमा राख्छौँ। यो त कति राम्रो भएको यार, हेरौ। अनि यो जोहरू के ग्रिन बस्ती त कति ठुलो आँखाइले नभेट्ने बस्ती रहेछ त। अनि
झी गाउँ पनि राति आएर बसियो बिहानै पख अहिले केही भ्यूहरू चाहिँ हेर्न पाइयो होइन मौसम त यस्तो मिठो खुलेछ अब हामी यहाँबाट चाहिँ पखापानीतिर निस्किँदैछौँ है अब सुरु भयो 8:08 यतिखेर 91 कति छ पुग्छ है पुग्नु हो बिस्तारै बिस्तारै झीबाट पाखा पानी हिँडियो गाउँघरको कच्ची बाटो है यो यस्तै हो तर राम्रै रहेछ बाटो होइन अहिले हिउँदमा त हिलोहरू त्यस्तो भेट्दैन राम्रै छ है बाटो आउनु होला है घुम्न हाम्रो पाखा पानी है त आहा हेर्दै हिमाल यहाँ नि एउटा गाउँ रहेछ के गाउँ हो पाखापानी हो र यो अझै उता पनि छ नि त वारी र पारी यो तेर्सोमा अलिअलि कामहरू त बाटोको भइरहेको हामी देखिरहेको छौँ होइन मेन हाइवे नै यो रहेछ पाखापानी कोट गाउँतिर जाने चाहिँ टक्क स्ट्रक्चरहरू चाहिँ केही बनेको देखिन्छ नालाहरू होइन बिस्तारै राम्रो भयो भने त यो बाटो पनि पर्यटकको लागि त यस्तो बब्बाल हुन्छ ल बिहानी पखमा एउटा गाडी चाहिँ भेट्यो है पाखापानी यही हो ए पुरानो गाउँ यो हो ए पखापानीमा मेला लाग्ने हो ए म त अझै त्यो डाँडो पारि पो हुँदो हुन्थे मेन भनेपछि यो थानहरू हिँडेरै होला पूजा यताउति गर्ने नि ल हामी चाहिँ अलिकति उता पसल भएको ठाउँतिर जान्छौँ होइन जाने हो नानी हिँड्दै आउँछौ कि जान्छौ ल हिँड्दै आउँछन् रे मैले स्कुल लगाइदिन्छु भनेको नि यहीँ नजिकै हो अरे कि
म हिँड्दै आउँछु भन्दैछन्। मिरमिरेको घाम लड्के जवान तिम्रै हो र। यहाँबाट तल जानु रहेछ कि ग्राउन्डतिर जान्छ। मेला लाग्ने ठाउँ चाहिँ यहाँ रहेछ। म चाहिँ यता आएन कि पहिला होइन, एकदमै पहिला माओवादीले चाहिँ हामीलाई यो कोडगाउँ चाहिँ गएको छु म होइन। त्यतिखेर डोबाबाट आउने बेलामा चिङखोला हुँदै कोडगाउँ मान्छे त त्यही राईखोरतिर उको लिएर रहेछ कि। ल यहाँ चाहिँ यसो बस्ने ठाउँ रहेछ। आमामा धौलागिरी अन्त यो भेकमा यो पाखामा रहेछ कि कोडगाउँ त त्यहाँबाट तल जस्तो लाग्थ्यो है। धौलागिरी त यस्तो मिठो देख्छ हो। पाखा पानी उता पनि पाखा पानी भयो। दुईवटा चाहिँ थानहरू रहेछ। एउटा तलको थान चाहिँ मैले लिएँ होइन, माथिको थान चाहिँ खिच्न सकिनँ। अब अलिकति हामीले फेरि यात्रा पनि अगाडि बढाउनु पर्ने हुन्छ। त्यही हिसाबले अब हामी यतै खाजा खाने ठाउँहरू हेर्छौँ। त्यो ढलान घरमा छ अरे कि खाजा खाने ठाउँ। त्यहाँ यसो ब्याकअपहरू साँझ गर्ने बस्ने भनेर चाहिँ ताराजी र म चाहिँ अगाडि आएको छौँ कि। ओ माई गड कोडगाउँ त त्यो परको होला, त्यो थोरै बस्ती भएको। त्यहाँ निकालेर यहाँबाट भित्र छिरेको हो। त्यतिखेर चाहिँ म आएको हो कि हिँडेर धेरै ठाउँ चाहिँ। ल हामी चाहिँ नै ल हाम्रो चाहिँ ब्रेकफास्टै भयो त होइन सर? यो नुडल्स सुप हिमाल। अब खाइन्छ मजाले। ताराजी र म चाहिँ भ्यू हेर्दै नुडल्स सुप नै ब्रेकफास्ट हो क्या आजको हाम्रो। खाना चाहिँ अब कतिखेर कहाँ हुन्छ भनेर अहिले दिनु लाग्यो। ल फाइनली हामी चाहिँ अहिले पाखापानीनिर छौँ। पाखापानीको यो बस्तीहरूको होइन भित्रीको यो पुरानो घरहरू छ निकै। वडा कार्यालयहरू चाहिँ उता रहेछ, स्कुलहरू चाहिँ। हामी चाहिँ अहिले गाउँमा स्कुल यसो आएको बेला होइन, गाउँ पनि छिरौँ, गाउँ हेरौँ भनेर चाहिँ गाउँतिर छौँ अहिले। भक्कै आहा त्यहाँ छ घर माथि धादरलाको यो ट्याक्क ढुङ्गाले छाएको घर अलिअलि भएको नि सबै सहर पसे यही घरमा बस्ने, यहीँको अन्न पानी खाने, यहाँको मान्छे बलियो आमा। सहरमा बस्नेहरूले खानु पाउनन्, यस्तो घरमा बस्नु पाउनन्। न्यानो कति राम्रो राम्रो नि यो घरको मान्छे नि मेरो सन्तानहरू जम्मा पखरा गए। घर नि भत्क्यो है, मान्छे नभएपछि भत्किहाल्छ। यहाँ ड नम्बरबाट आएको हो नि यो घरमा। त्यो के अरे 20 नम्बर टिम। हजुर नि पाइजा हुनुहुन्छ? हामी पुनो। पुनो यहाँको बढी पाइजा छन्? पुनो पाइजा बराबरी जस्तो छन्, अलि पाइजा अलि बढी छन्। अन्य ठाउँमा गएको पाइजाहरू यहीँबाट गएको भन्छन् नि? सिप हुन्छन् गरे पाइजाहरू त्यहाँ नि पुग्ने रहेछन्, एउटा यता पुज्दो रहेछन्। यहाँ नि पुग्छन्। कहिले पुग्छन् आमा यो पूजा चाहिँ यहाँ? मङ्सिरमा कुल पूजा जस्तो हुन्छ ठुलो। टाढा टाढाबाट नि आउँछन् होला नि, पाइजाहरू जोडिन्छन्। गाउँले नि पाठा हाल्छन्, पाइजाहरूले नि घाल्छन्। जतासुकै पूजा गर्छन्। यता हाम्रोतिर मेरो घर नि सिख हो, सिखबाट आएको थियो कि एकचोटि यहाँ आएको थिएँ। अनि यो थानहरू हेरेर अहिले पाइजाहरूले उतै सिखमा पूजा गर्नुहुन्छ कि। उमा मालिका खेर पूजा गर्छन्, काठझाङला पूजा गर्छन्। उमा त्यो टावरदेखि उमा गर्छन् जम्मा। त नि यहाँ त कोदो आलु मकै जौ। कति वर्ष पुग्नु हो त नि हजुर? म
70 भए। ए 70 वर्ष पुग्नुभयो म डकनमबाट आएको खिमुको कान्छी मामनी म। ए त हजुर चाहिँ दग्नबाट यहाँ भ्या गर्नुभएको मेरो बुहारी खिमुको अँ। बुढी मेरो बुहारी हो। ए दग्नमबाट बुहारी चाहिँ दग्नामको मेरो जेठाजुको बुहारी हो क्या यो खिमुको बुढी। यो मन्त्री म हुँदै हुन्न भन्दा पनि जबरजस्ती मन्त्री बनाइदिएको क्या अघि त्यो कुरा चाहिँ हाँसो लाग्ने कुरा हो क्या किनभने मान्छेहरू मन्त्री बन्नलाई मरिमेट्छन् होइन जिन्दगीभरि कोसिस गर्छन् र उनी मन्त्री हुँदैनन् तर म त मन्त्री हुन्न भयो भन्दा भन्दै दुगुर्दा पनि समातेर ल्याएर मन्त्री बनाएँ अब त्यो कसरी मन्त्री बनायो भन्ने कुरा त्यो मन्त्री बन्ने कारण त तपाईँलाई थाहा छँदैछ लोकल रहेछ कुखुरा ए पहिलाको भुर्कुली पुरानो बसेर रहेछ कोही अब नचम्क्यो नचम्क्यो ल फाइनली हामी चाहिँ केही हेऱ्यौँ पाहापानी घुम्यौँ हेऱ्यौँ यहाँको केही कुराहरू देख्न पाइयो नजिकैबाट पाहापानी गाउँभित्र चाहिँ घुम्न पाइयो अब चाहिँ ठाडाखानी होइन त सर हामी जाने अब हामी चाहिँ ठाडाखानी जाँदैछौँ पहिलोपटक अब हेरौँ होइन पहिलोपटक नयाँ ठाउँ जानुको मजा नै छिट्टै हुन्छ क्या ल पाहापानी कमाना ल बस्नु है मिठो खाजा खाइदिनु भयो धन्यवाद धन्यवाद बहिनी लाग्यो ल कमाना आहा यहाँ पुरा यो उसको घर रहेछ क्या राम्रो पाहापानीको यो कमाना एरिया होइन प्रहरी बिट पनि हामी बल्ल यहाँ देख्यौँ स्कुलको साइडहरू स्कुल चाहिँ यता रहेछ कि ए स्कुल चाहिँ यहाँ त ठ्याक्कै पारी चाहिँ कोटगाउँ देखिन्छ स्कुल त ठुलो रहेछ नि अमर माध्यमिक विद्यालय पाखापानी अब हाम्रो यात्रा चाहिँ ठाडाखानी अहिले चाहिँ 11:21 गएको छ रघुगङ्गा गाउँपालिका 6 को वडा कार्यालय हाम्रो मनकुमारजीको वडा कार्यालय चाहिँ यहाँ रहेछ क्या माथि साइडको के हो हस्पिटल स्वास्थ्य चौकी ल है त लाग्यो कमाना उहाँ पुगिसक्यो गाडी हामी दुईजना चाहिँ बिस्तारै बिस्तारै इन्जोय गर्दै जाने हो नि त होइन लायो सोलिङ मेरा बाबा के हो सिखो घारको जस्तो छ त सोलिङ टाइगर तर अहिले त त्यहाँ त ग्राभल हालेर ठिक भएको छ है मेरा बाबा पुरा त बनाउँदै रहेछन् क्या बाटोहरू यहाँबाट चाहिँ 2वटा बाटो छ होइन तर तल चाहिँ कोटगाउँ राईखोरतिर जाने बाटो भइहाल्यो यो बाटो चाहिँ सिधै ठाडाखानी है गाउँ रमाइलो नाना रमाइलो
अलिअलि घरहरू छरिएको बस्तीहरू हामी भेट्दैछौँ है। आमा के गरेको यार यहाँ गाडी आरामै हुनुहुन्छ? ए यहाँ यो चाहिँ के हो त यहाँ पुतपुत यो हजुरको यो ठाउँ गौना खर्क ल हामी गौना खर्क यता अघिको चाहिँ मैले कालाबाङ भने त्यो चाहिँ पुतपुत रहेछ है खास चाहिँ कालाबाङ चाहिँ अझै माथि चाहिँ गहिराइमा रहेछ कि ल यति भए सजिलो भयो नि त नाम पनि होइन। जुत्ता त भिजाउन यार गइरहेको रहेछ नि कहाँ यार आराजीको त ठोक्यो क्या यार बाइक भाङ गर्दा मेरो नि एउटा जुत्ता त भिज्यो नि कहाँ गइरहेको रहेछ नि त खोला आमा अन्नपूर्ण बब्बाल देखिरहेछ त आमा बाटो के हो यार ल होइन अर्कै बाटो त आइन यार के हो आमा हो क्या बाटो त त्यहाँ त बेहोस बनाउने छ त यार ल यहाँ एउटा देउराली देखियो यो हिसाबले अब गाउँ आउनु लाग्यो कि ठाडाखानी भन्ने चाहिँ लागेको छ त्यो चाहिँ डाँडाकाठे जानुपर्ने हो ऊ त्यो माथिको रहेछ ल ठाडाखानीको ऊ त्यो माथिको त्यो स्कुलतिर मान्छे बसे जस्तो देखिन्छ हामी तल आयौँ यहाँ देखिन्छ बस्ती ए ठुलो रहेछ नि यो बस्ती पनि ए यहाँ देखियो माथि देखियो यहीँबाट रहेछ यो बस्ती चाहिँ सम्झना मनले खोजेको आफ्नोपन शहरका उज्याला झुटा ल एक सर्ट चाहिँ लियो होइन ठाडाखानीको
ट्याक्क लाएर एकदमै क्लोज चाहिँ गरे होइन मैले माथि भयो भने चाहिँ माथिबाट एउटा क्लोज सट लिन्छु माथि आइसकेपछि टक्क बसेको ठाउँ होइन पुरै खेतीयोग्य जमिन भेडाहरू पनि देखियो ठाडाखानीको चाहिँ एरियामा अब बाटो त पुरै यता ठिक रहेछ तलतिर चाहिँ खराब रहेछ है खोलाभन्दा माथि लास्टैबाट आइयो नि खोलाभन्दा माथि त यार ल यहाँ चाहिँ देउरालीहरू देखिन्छ अनि आयो है त ठाडाखानी मेरो नाम केआर सिंह छन्ट्याल खासै भन्नुपर्दा अहिले त्यही होला 70-75 को हाराहारीमा अब बाजे जिजुहरू उहाँहरूको भनाइअनुसार हामी यहाँभन्दा नि अझै पश्चिमबाट भनेर भन्नुहुन्थ्यो होइन अब पहिले चाहिँ हामीहरूको यो खेती किसान भन्ने थिएन उहाँहरूको भनाइअनुसार है अब हामीले देखेको बोकेको त होइन हामीहरूको चाहिँ मुख्य आय स्रोत भनेको नै तामा खेती तामा खानी यो खानी भन्ने नाम कसरी रह्यो भने त्यही तामा खन्नेको करणमा तामा खानी ठाडो खानी भएकोलाई ठाडा खानी यसो कुइना जस्तो घुमेर गएकोलाई कुइने खानी त्यस्तो गरेर उहाँले नामाकरण गर्नुभएको रहेछ हामीले कहाँ प्रशस्तै छ त्यस्तो खानीहरू कि पहिले पुर्खाले खन्नुभएको खानीहरू हाम्रो यो माथितिर गाउँदेखि माथिरको पाहाडतिर त्यस्तो डुलाहरू प्रशस्त मात्रामा अहिले पनि छ तामाको खानी खानेको डुलाहरू कि उहाँहरूले भन्नुहुन्थ्यो त्यहाँभित्र तामा छ बाहिरै पनि छ देखिन्छ भनेर भन्नुहुन्छ अलिकति अनुभव भएको पुर्खाको पछिको जिजु बराजुहरूले समेत उहाँहरूले चाहिँ चिन्न सक्नुहुन्छ यो चाहिँ तामा हो भने त्यो हामीहरूले बाहिरै समेत देख्न सकिन्छ भनेर भन्नु अब हामीलाई त थाहा छैन कुन तामा हो कुन ढुङ्गा हो थाहा छैन त्यो क्रममा अहिले हामीहरूको पछि कति सालदेखि भनेपछि 2012-14 पछि बल्ल खेती किसान यताउतिमा लागेको भनेर बाजेबाट भेटाउँछौँ क्या हामीले हाम्रो यो अहिलेको गाउँ यो गाउँ हो यहाँ हो यहाँभन्दा हाम्रो पुरानो गाउँ भन्ने अझै माथि छ पहिले बाजे जिजुहरू बस्नुभएको ठाउँ उहाँहरूले तामा खानेर ल्याएर तामा पगालेको पिटेको ढुङ्गाहरू के किट ढाउ भन्छ मैले होइन त्यो चाहिँ पुरै छरपस्ट देख्न सकिन्छ भेटिन्छ पनि त्यहाँ छ त्यहाँबाट त्यो खानी जब खानी चाहिँ बन्द भयो खानी बन्द भएपछि उहाँहरू चाहिँ यहाँ तल सर्नुभयो तल सरेपछि खेती किसान गर्न थाल्नु भएकोदेखि चाहिँ हामी यहाँ छौँ यो चाहिँ खास भन्नुपर्दा यो सहयोगार्थ नै हो गाउँ जन्मभूमि आफ्नो ठाउँ र माया ममता भन्ने अर्कै हुँदो रहेछ है सबभन्दा सुरुमा यो भवन बनाउँदाखेरि सहयोग गरेको मै हो मेरो बाआमा त्यहाँ हुनुहुन्छ
त्यही क्रममा बिस्तारै बिस्तारै गर्दा गर्दा यहाँसम्म आइपुग्यौँ। अझै आशा छ अझै माथि जान सकौँ। त्यहाँ गएर 2 महिनामै ढङ्ग ल्यायो भने 2 महिनापछि जागिर पाउँछ। 3 महिनामा ढङ्ग ल्यायो भने 3 महिनापछि जागिर पाउँछ। त्यसैले त्यस्तो मान्छे आउने फाइनली हामी चाहिँ अब ठाडाखानीको केही प्रोग्राममा चाहिँ बस्यो होइन। यहाँको छन्त्यालहरूको विषयमा पनि केही अपडेट चाहिँ लिने प्रयास गऱ्यौँ। धेरै धेरै धन्यवाद छ। र यो ठाउँमा आउँदै गर्दाखेरि सामुदायिक भवन खेल मैदानहरू चाहिँ धेरैजनाले सहयोग गरेर बनाउनु भएको रहेछ। भित्र भवनमा धेरै सहयोगी दाताहरूको नाम छ कि। अब हामी चाहिँ बिस्तारै के ठाउँ रे सर? कुइने निकल्छौँ है। गाउँपालिका वडा नम्बर 8 को एउटा पार्ट कुइने। यहाँबाट झन् त्यस्तरी जाँदो रहेछ त नि। 8 चाहिँ उता जाने 6बाट 8मा उहाँहरू हिँड्ने बाटो नै यही नै हुन्छ कुइनेको। यही भयो यताबाट नजिक भयो क्या। ल अब हामी यहाँहरू निस्किन्छौँ। बाइक चाहिँ हामी हाम्रो उता चाहिँ लाँदैनौँ, अलिकति बाटो अप्ठ्यारो छ भन्ने सुनेको। बाइक चाहिँ यतै राखेर हामी उता पुगेर आउँछौँ। पुरा ढालामा त जाने हो साँच्चै? तिम्रो नाम के हो? विक्रम के? विक्रम सुनार। तिम्रो? दिप चन्त्याल हो। तिम्रो के रे? अरविन्द चन्त्याल। अघि त हे भन्थ्यो त। लागि चाहिँ हामी चाहिँ निस्क्यौँ है। आमा हिँड्छ यार अरे त। ल हामी चाहिँ उमीको डाँडा यानि कि यो चाहिँ ठाडाखानी र कुइनेको चाहिँ धुरीमा छौँ। 28 मिटरको उचाइमा छ यो। अलिकति हिउँहरू परेको हुनाले अब यहाँबाट तल जाने कुइने जाने चाहिँ अलि नहोला जस्तो छ होइन। अब हामी चाहिँ यहाँबाट नै ब्याग हुने कुरा पनि छ है। अब हेरौँ जाँदैन यस्तोमा त होइन। गाडी गए पनि आउनु गाह्रो छ। धन्न बाइक चाहिँ ठाडाखानी राखेर ठिक भएर रहेछ। त बर्बाद हुने रहेछ नि। अघि हामी यता पाखाबानीबाट यता चाहिँ लाग्यो होइन। यहाँबाट चाहिँ यता सिधा नगइकन तल जाने छ कि। यहाँ ठ्याक्कै एउटा ढलन छ थोरै भए पनि। यो बाटो चाहिँ हामी चाहिँ अब कोटगाउँ राईखोरतर्फ जाने बाटो रहेछ है। यो बाटो चाहिँ झऱ्यौँ। अब कोटगाउँमा हुन्छ एकैछिन, त्यसपछि राईखोरमा कार्यक्रम गरेर सम्भवतः भ्यायो भने आज नै बेनी फर्किने भन्ने छ टिमको चाहिँ। हामी चाहिँ यसो हल्लिने हल्दनदासहरू चाहिँ अब हेरौँ जाउँ होइन। अब होइन त्यहाँ गइसकेपछि होइन बस्नु पनि सकिन्छ होइन। अलिकति चाहिँ बिहानी पकाएको भए राम्रो मौसम भेट्थ्यो होइन। त्यति राम्रो मौसम नभेट्ला। तैपनि कोटगाउँ फेरि यो मेरो दोस्रो पटक। धेरै वर्ष पहिला दोबाबाट चिम्खोलाबाट कोटगाउँ हुँदै यता कता कता गएको होइन। मलाई ठ्याक्कै याद पनि भएन। अहिले यसो याद गर्छु यो बाटो चाहिँ हामी यताबाट बिम निस्केको हो कि। यो हिसाबले पनि म चाहिँ मालिका धुरीकै बाटो चाहिँ गएको रहेछु त्यति बेला भन्ने चाहिँ भएको छ होइन। द्वन्द्वकालको बेलामा माओवादीले लिएर जाँदा गएको होइन। सिमखोलाबाट राईखोरबाट यता आएको चाहिँ याद छ मलाई। ऊ त्यो डाँडातिर हल्का यसरी चाहिँ हामी यहाँ भित्रभित्र छिर्दै गएको के त्यतिखेर। अहिले कति वर्षपछि चाहिँ फेरि कोटगाउँलाई चाहिँ नजिकैबाट चाहिँ निहाल्न पाइने भयो, हेर्न पाइने भयो। ल यहाँनिर खोलामा हाल्नुपर्ने रहेछ। बर्बाद छ यार खोलामा यार। ढुङ्गा हुन्छ चिप्लो हुन्छ नि त।
माटो चिप्लो छ त ढुङ्गा सब आमा खतम गर्यो त जुत्ता त यार आयो कोडगाउँ आयो जुत्ता भिज्यो मेरो ऊ परको हो पार्किङ ऊ त्यहाँ लास्ट चाहिँ चिसो हो क्या खुट्टा यार ल फाइनली कोडगाउँ आइपुग्यो है अब पार्किङ यतै होला यतै राख्ने अब स्टेजतिर जाने फाइनली कोडगाउँ पनि हेरियो होइन कोडगाउँको चाहिँ गाउँभित्र चाहिँ पस्नु पाएन बाहिर बाहिर ड्रोन सटबाट चाहिँ हेरियो अत्यन्तै सुन्दर ग्राउन्डहरू त्यत्तिकै राम्रो अब चाहिँ हामी लाग्यौँ है त राईखोर गइएन हामी हाम्रो निक्ल्यौँ है तपाईँहरू तल बेनी आउने हो नि त पुरा कन्फर्म भयो हामी दुईजना बाइकरवाला चाहिँ बेनी लाग्यो बेनी भेटौँला बेलुकी माटो माटो जाने बाटो कटाउने के हाल्ने हो एउटा लोकल काराकुरो पारिदिएर क्या त्यहाँ त तल गएर क्युआर गरेर पठाइदियो म त मिल्न यार नमिल्ने कुरा आयो